छोडिनेहरू कभी सुमिन। कुनै बिछोड यस्तो पनि हुन्छ, मानव शरीरबाट कसैले मुटुलाई विच्छेद गरिरहेको छ। कोही यसरी पनि अलग्गिन्छ, मानव बिस्तारै बिस्तारै शरीरबाट प्राण अलग्गिरहेको छ। कोही यसरी पनि हराउँछ, जस्तो कि बिस्तारै बिस्तारै हराइरहेको होस् सधैँको लागि आँखाबाट दृष्टि र मडारिँदै गरेको होस् चौतर्फी अन्धकार। अझ कुनै वियोग त यसरी पनि खड्किन्छ, मानव धरती कतै भाँसिएको होस् या आकाश आफैमाथि बजारिएको होस् या पृथ्वी एकैपटक घुमिरहेको होस् या ठुलै भूस्खलनको कम्पनले मुटु बेजोडसँग कापिरहेको होस्। तिमी त यसरी छुट्यौ जसरी छुट्छ बिना कुनै हुरी बतास, बिना कुनै असिना पानी, बिना कुनै गर्जनको आवाज, थाहै नपाई जसरी झरी जान्छ बोटबाट हरियो जवान पात। तिमी त यसरी छुटी गयौ जसरी छुट्छ समुद्रसम्मको गन्तव्य तय गर्न सहयात्रामा ल्याप्चे लगाएको नदीबाट छाल हुँदै अचानक छुटी जान्छ उचिटिएर बगरमा एक थोपा पानी। तिमी त यसरी छुट्यौ जसरी बिलाउँछ हेर्दा हेर्दै आकाशबाट एउटा प्रिय तारा, युद्ध मैदानबाट अचानक बेपत्ता भए जस्तै एउटा सहयोद्धा, थाहै नपाई कतै उडी गए जस्तै मालचरीको बथानबाट एउटा चरा। हिँड्दा हिँड्दै बाटोमा तिमी त यसरी छुट्यौ, बिना आवाज, बिना आभास, बिना सूचना, बिना झङ्कार, बिना सङ्केत, बिना अनुमति। थाहा छैन तिमी सँगै छौ भन्ने भ्रममा कति बाटो एक्लै हिँडे, कति कुरा एक्लै बोले, कति हाँसो एक्लै हाँसे, कति कहानी एक्लै भने। जति बेला बिजायो तिम्रो अनुपस्थिति तब पछाडि फर्किएर हेरे, तिमी त यसरी अदृश्य भइसकेछौ। थिएनन् तिम्रा पाइतालाका डोबहरू टाढा टाढासम्म कतै, तिमी त यसरी विलुप्त भएछौ। हुँदैन थियो तिम्रो उपस्थितिको आभास टाढा टाढासम्म कतै। बतास बहकिएको थिएन, नदी सुसाइरहेको थिएन, बिरुवाहरू चलमलाइरहेका थिएनन्, आकाश मडारिरहेको थिएन, बादल दगुरिरहेको थिएन, जुन उदाइरहेको थिएन, ताराहरू चम्किरहेका थिएनन्। तर तिमी हराउँदै गर्दा म त्यहाँ पुगेकी रहेछु जहाँबाट स्पष्ट देखिँदो रहेछ मिलन र बिछोडको तादम्यता, जीवन यात्रा र बिछोडको परस्परता, जहाँबाट बोध हुँदो रहेछ यात्रा, गति र निरन्तरता। जीवनको अनिवार्य शर्त छुट्नु, हराउनु र रोकिनु, जीवनको अर्को महत्त्वपूर्ण घटना। तिमी त्यही स्वाभाविक घटना बनेर छोडियौ र छुट्दै गर्दा मसँगै छोडेर गयौ सधैँका लागि एउटा अस्वाभाविक अनिवार्यता, जुन रहस्यले आज पनि मलाई बिझाइरहन्छ, झस्काइरहन्छ र सोधिरहन्छ प्रश्न, कहाँ छोड्यौ तिमी, कसरी हरायौ तिमी, कुन मोडमा कसरी बाटो मोड्यौ र जाँदा जाँदै एउटा पाठ सिकाइगयौ। छोडिनेहरू यसरी पनि छोडिँदा रहेछन्।